शरीर पूर्ण सग्लो छ र साथसाथै आफ्नो कुल धर्मलाई बचाएर राखेको छ भने त्यो दोस्रो चिन्ह र तेस्रो चिन्ह कस्तो रहेको छ त भने जस्तै तेस्रो चिन्ह पढ्दछ पढाउँदछ दान लिन्छ दान दिन्छ भने त्यो तेस्रो चिन्हको रूपमा रहेको छ। लौ त यो नरक जाने चिन्ह र अनि साथै स्वर्ग जाने चिन्ह मध्येमा यी जुन मृत्यु भएकी जुन माताजी हुनुहुन्थ्यो उहाँले सधैँभरि सारा चिजहरू बाँड्नुहुन्थ्यो खानुहुन्थ्यो दिनुहुन्थ्यो लिनुहुन्थ्यो टोल छरछिमेकीहरूमा राम्रो कुराहरू सत्सङ्गहरू याद गर्नुहुन्थ्यो तसर्थ उहाँ सिधै स्वर्ग जानु हो। त्यही भएर मैले भने त्यो कुरो पनि तपाईहरुले पनि भन्नुभयो मलाई हामी आउँदाखेरिमा कस्तो राम्रो स्त्री जाति हुनुहुन्थ्यो सारा सम्पूर्ण हुनुहुन्थ्यो सारा चीज थियो तपाईहरुले पनि भन्नुभयो त्यही गुणानुवाद मैले पनि सुनेको कारणले गर्दा उहाँ स्वर्ग जानुभयो एक पक्ष र दोस्रो जस्तै ती नरक गए ती बुढा बाचुन्जे सारालाई दुःख दिए र सारालाई खान पनि दिएनन् सारा श्री सम्पत्ति मेरो भनेर राखे जाने बेलामा खालियात तसर्थ ती बुढा जुन रहेका छन् नरक गयो भने तपाईहरुले पनि भन्नुभयो र मैले पनि भने तसर्थ र समाजमा काँडो भएर रहनु राम्रो होइन भनेर त्यो स्त्री जातिले जस प्रकारले घाटका बीचमा भनिसकेपछि आज त्यही शिक्षा ऋषभदेवले आफ्ना जेठा छोरा भरतलाई जस प्रकारले शिक्षा दिनुभयो र भरत पनि अत्यन्त हर्षित हुनुभयो हे पिताश्री आज हजुरले यसरी ज्ञान दिनुभयो यसरी कर्म दिनुभयो पैदा गर्नुभयो जस्तै सन्तानलाई पैदा मात्रै गरेर हुँदैन तिनीहरूलाई जो पैदा गर्ने ठुलो कि कर्म दिने ठुलो भन्दाखेरि त अझ पैदा गर्ने भन्दा कर्म दिने ठुलो हुन्छ रे हेर्नुस् है त जसले पढाउँछ जसले पालन गर्छ जसले पोषण गर्छ जसले शिक्षा दिन्छ जसले ज्ञान दिन्छ जसले योग दिन्छ त्यो चाहिँ सबभन्दा ठुलो हुन्छ पैदा गर्ने ठुलो हुँदैन भनेर जस प्रकारले यहाँ व्याख्या गरियो र 9औं स्कन्धमा मानधाताको बारेमा पनि यही व्याख्या आउँछ र मानधातालाई इन्द्रले जब यस्तो प्रकारले आज युवनाश नाम गरेका राजाले पैदा त गर्दिनु भयो यज्ञ कुण्डबाट तर माता नभएको कारणले इन्द्रले म पाल्छु भनिसकेपछि अब इन्द्रको छोरो या आज युवनाशको छोरो भन्दाखेरि अब जसले पाल्दछ त्यो पाल्ने व्यक्तिकै छोरो ठुलो हुने भएको कारणले गर्दा लौ त मान्दा था इन्द्रका छोराका रूपमा कहलाउने छन् भने जस्तो प्रकारले भनियो र सन्तान 13 प्रकारका हुन्छन् रे हेर्नुस् है त जस्तै सन्तान आफूले पाएको सन्तान 1 नम्बर 2 नम्बर आफ्नो यस वत्स गोत्रमा या कुनै पनि काश्यप गोत्रमा या कुनै पनि गोत्रभित्र जन्मिएको 13 दिने दाजुभाइ भित्रको दोस्रो सन्तान तेस्रो सन्तान जस्तै आफ्नो माइतपट्टिको सन्तान र चौथो सन्तान जस प्रकारले आफूले औरस पुत्र अर्थात् आफूले पालिएको सन्तान र गर्दै 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 जाँदाखेरि आफूले अन्तिममा 13 प्रकारका जस प्रकारले सन्तानहरू रहनेछन् पहिला आफ्नो र दोस्रो त्यसरी हुँदै 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 गइसकेपछि अन्तिममा कोही पनि यादी भयो भने 13औं सन्तानले पनि काज क्रिया यादी सारा श्राद्ध सम्पूर्ण गर्नेछ जसलाई मेरो कर्म चलाइदियो भनेर जमिन दिनु र अन्तिममा जसरी सन्तान निर्माण गरेर सम्पत्तिहरू याद दिनु चाहिँ 13औं सन्तानको रूपमा जस प्रकारले मानिने भएको कारणले त्यो 13औं सन्तानको रूपमा रहनेछ भनेर यसरी ती श्लोकहरूमा व्याख्या गरियो र गरिसकेपछि लौ त पिताश्री र आज यो सारा सम्पूर्णले ज्ञान ध्यान याद दिनुभयो हजुरको के छ इच्छा म सन्तान भएर मैले के भूमिका निभाउनु पर्छ भन्दा बाबु अरू केही पनि होइन अब म भगवानको तपस्याको लागि जान्छु जङ्गलका बीचमा भन्नुभयो जस प्रकारले ऋषभदेव यसरी जङ्गलमा जानुभयो तपस्या उनी श्रीहरिको गर्नु थाल्नुभयो भन्नुहुन्छ यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको मै पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको यो पनि कृष्णको यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको वासुदेवाय वासुदेवाय ओम नमो भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय भजो हरिलाल यो जिंदगी हरिलाई भजो हरिलाल भजो हरिलाल
भजौ हरिलाई, यो जिन्दगी भाइलाई भजौँ हरिलाई, भजौँ हुन्छ भजे के हुन्छ, नभजे त 84 मा पक्कै परिन्छ, नभजे त 84 मा पक्कै परिन्छ। के हो 84, के हो 84, सुख दुःख जन्म मृत्यु ये हो 84, दुःख जन्म मृत्यु ये हो 84, यो पनि कृष्णको, यो पनि कृष्णको, सारा संसार कृष्णको, म पनि कृष्णको, यो पनि कृष्णको, यो पनि कृष्णको, सारा संसार कृष्णको, म पनि कृष्णको, सारा संसार कृष्णको, म पनि कृष्णको। हाम्रो यहाँ संसारकै उत्कृष्ट विभिन्न ग्रह तथा राशि अनुसारको रत्नहरू एवं नेपाल, भारत, इन्डोनेसियामा उत्पादित सम्पूर्ण रुद्राक्षहरू बिक्री वितरण गरिन्छ। प्रोपाइटर काशी प्रसाद पाण्डे, बाबिरा रुद्राक्ष एन्ड मोती भण्डार, गुरुमार्ग, पशुपति क्षेत्र। गंगा स्नान काली गण्डकीमा स्नान गर्न जानुभएको त्यो गायत्री मन्त्र नुहाइसकेर जप्दै हुनुहुन्थ्यो। त्यही समयको बिचमा भएछ त कस्तो भन्नुहुन्छ भने एउटा बाघले गर्भिणी हरिणी अर्थात् मृगिणीलाई लखेट्दै जब यस्तो प्रकारले लिएर आएछ र जङ्गलबाट लखेट्दै लिएर आएपछि त्यो मृगिणी बच्ने हिसाबले अब खोलामा हाम फाल्नु पर्यो भनेर हाम कि फालेकी थिइन्। प्रसव पीडा, बच्चा पैदा हुने रहेछ। प्रसव पीडाको कारणले गर्दाखेरि बच्चा पैदा भयो, किनारमा खस्यो। मृगिणी गण्डकी नदीको मध्यभागमा परि मृगिणी बग्दै गई। त्यही समयका बिचमा राजाको टक्क आँखा खुलेछ। खुल्दाखेरि त राम्रो मृगको पाठो पानीमा बग्दै गरेको देख्नुभयो। च्याप्प समातेर लिएर आउनुभयो। माता मृगिणीलाई बगायो। आज प्रसव पीडाको कारणले गर्दा मृगिणी बगी गइसके। भयो यस्तो र भइसकेपछि त्यो सानो मृगको जुन पाठो रहेको थियो पाठोलाई च्याप्प लिएर आउनुभयो र राख्नुभयो। र यसरी राख्नुभयो। एवं क्रमले जब यस्तो प्रकारले राजकाज आदि सारा सम्पूर्ण गर्दै अगाडि बढ्दै हुनुहुन्थ्यो। त्यो मृगको पाठो बुरुक्क उफ्रिने, कहिले यता उफ्रिने, कहिले उता उफ्रिने, कहिले तल गर्ने, कहिले माथि गर्ने। त्यो मृगको पाठोको आँखा देख्दा कति आनन्द चुप्प जब यस्तो प्रकारले मुही खान लाग्नुभयो। भरत राजाले जब यस्तो प्रकारले मुही खानुभयो र खाँदै जानुभयो र सारा अरूलाई भन्नुभयो ल यसलाई मिठो मिठो घाँस ल्याऊ भन्नुभयो। 1 दिन भयो, 2 दिन भयो, 3 दिन भयो, महिनौ बित्यो। मृगको पाठो बढ्दै जब यस्तो प्रकारले गयो। राजा त्यो मृगको पाठोमा जब यस्तो प्रकारले आज मोहित हुनुभयो। राजा यसरी मोहित हुनुभयो। आफैले घाँस काट्ने, ल्याउने, खुवाउने गर्न थाल्नुभयो र गण्डकी नदी नुहाउन जान त बिर्सिनु भएको छ। बिहान उठेपछि पाठो भन्ने काखमा राख्ने र यता गर्ने, यसरी खेलाउने र राजकाजको समयमा साथसाथै जब यस प्रकारले लिएर जान लाग्नुभयो र यसरी लान लाग्नुभयो। एक समयको कुरा हो। महिनौ 3 महिना बितिसकेपछि मृगको पाठोलाई दरबारमा छोड्नुभयो र ती सुस्वारेहरूलाई भन्नुभयो ल सुस्वारेहरू त्यो मृगको पाठोलाई पनि राम्रोसँग तिमीहरूले हेर भन्नुभयो। आफू चट्ट जब यस प्रकारले राज्यका बिचमा राजकाज गर्न, कार्यहरू यादि गर्न जनता समक्ष पुग्नुभयो। बेलुका जब यस प्रकारले आउनुभयो। भरत नाम गरेका राजा रहेन रहेछ। पाठो सोध्नुभयो चौकीदारलाई, ए बाबु चौकीदार खै पाठो भनेर जस प्रकारले भन्नु हो। एकैछिन यो प्रसङ्ग छोडौँ र त्यही दिनको समयमा चौकीदार नभएको मौका पारेर दरबारको भित्र जति पनि मृगहरू रहेका थिए खुर्र भित्र पसेछन्। देख्दाखेरि त भेडासँग, मृगसँग, बाख्रासँग, मान्छेसँग आफ्नो सँग हुन्छ। बुढो मान्छेसँग रहन्छ, तरुणोसँग रहन्छ, बाल्यसँग रहन्छ। आफ्नो त्यस्तो प्रकारको एउटा जेनेरेसन जुन हुन्छ त्यो अनुसार रहने भएको कारणले गर्दा मृगभित्र पस्दाखेरि त मृगको पाठो पो दरबारमा देख्यो। ओहो अचम्म, को हो तिमी भन्दा त म त मेरी माता काली गण्डकीमा बगेर मरिन्। मलाई राजाले
पालेको पनि धेरै समय भइसक्यो भन्दा त ओहो बाबु थाहा छ तिमीलाई यो मान्छेको जात भनेको त कस्तो जात हो खोरमा पाल्छन् ठुलो हुन्छ दसैँ आउँछ अनि यदि धार्नी भयो भनेर चट्ट काट्छन् अनि कुप्प खान्छन् तसर्थ तिमीलाई पनि त्यही गरेको हो तिमी यहाँ नबस भनेर ती मृगका अरू बथानहरूले भनेको सुन्दाखेरि त हो पक्कै पनि भनेर विचार गर्यो त्यो मृगको पाठाले अनि भन्न लाग्यो होइन राजाले मलाई यति माया गर्नुहुन्छ यदि प्रेम गर्नुहुन्छ काखमा राख्नुहुन्छ सिंहासनका बिचमा मिठो घाँस आफैले ल्याउनुहुन्छ खुवाउनुहुन्छ मन्त्रीहरूलाई भन्नुभएको छ म त जान्न भन्दाखेरि होइन बाबु आज तिमीले गलत अर्थ लगाइराखेका छौ यिनीहरूको जातै यस्तै हो मान्छेहरूको तसर्थ तिमीलाई अन्तिम समय चट्ट काट्छन् पकाउँछन् खान्छन् तसर्थ लौ बाबु यहाँ तिमी नबस हिँड भनेर जस्तो प्रकारले ती मृगका बथानहरूले भनेको सुनिसकेपछि हो छ पक्कै भन्यो त्यो मृगको बथानमा त्यो भाग्यो गयो त्यो चौकीदारले पनि देखेन जति त्यहाँ रहेका थिए पाले स्याहारे सुसारेहरू सम्पूर्ण त्यो कसैले पनि देखेनन् र बेलुका राजा आएर सोद्धाखेरि मृगको पाठो छैन एक दिन छैन दुई दिन छैन 3 दिन छैन यसरी पाठो छैन नभइसकेपछि हाय मृग आज त्यो गायत्री मन्त्र जप्तिँदाखेरि पनि हाय मृग भन्न थाल्नुभयो राजकाजमा जाँदाखेरि पनि हाय मृग कहाँ छौ बा तिमीलाई हेर यस्तो अवस्थामा मैले लिएर आएको तिम्री माता नदीमा बगेर मरिन् र साथै यतापट्टि आज यसरी तिमीलाई मैले लिएर आएको हेर बाबु तिमी अनाथ हो तिम्रो कोही पनि छैन हे अनाथ बाबु गरौँ कसो भनेर मृग भन्न थाल्नुभयो र मृगको प्रभावको कारणले गायत्री मन्त्र जप्न पनि छोड्नुभयो सारा चिजहरू पनि छोड्नुभयो छोड्दै जानुभयो अन्तिम समयमा महाराज भयो त कस्तो काली गण्डकी नदीका किनारमा बसेर गरेको राज्य सँगसँगै अन्तिम हाय मृग भनेर जो यस्तो प्रकारले आज राजा भरतको मृत्यु भयो अन्ते सागति तादृशम मती अन्तिम समयमा जस्तो विचार आउँछ त्यस्तै भएर जन्मनिन्छ र त्यस्तै भएर भोलि त्यो रूप रहन्छ अन्तिम समयमा सद्बुद्धि लिनुपर्छ सद्ज्ञान लिनुपर्छ त्यस्तो राम्रो कुरा सोच्नुपर्छ त्यही भएर हजुर हाम्रो पनि मृत्युको समय तुलसी मोठ लैजाऊ गोबरले लिप जौ छ ल तिल छ र गङ्गाजल कहाँ छ त्यो ल्याऊ तुलसी दल जो छ मुखमा हाल्यो अर्थात् गङ्गाजल खुवाइदेऊ राम वन कृष्ण वन शङ्ख बजाऊ लिएर जाऊ घाटमा भनेर जस्तो प्रकारले भन्छौँ नि हो अन्तिम समय यदि सुध्रियो भने जीवन सुध्रिन्छ तसर्थ राजा भरतको अन्तिम समय बिग्रियो हाय मृग भनेर जस्तो प्रकारले सम्झेको कारणले गर्दा अन्तिम समयमा राजा यसरी मृग भएर जन्मनुभयो जन्मिसकेपछि जङ्गलका बिचमा जब यसरी बढ्दै जो यस्तो प्रकारले जानुभयो ठुलो मृग हेर्नुहोस् है त ठुलो अत्यन्त भयङ्कर ठुलो मृग जब यस्तो प्रकारले पैदा भइसकेपछि उहाँले पूर्व जन्मको धर्म कर्मको प्रभावको कारणले गर्दा पिताहरू पितृपितामह प्रपितामहहरू मातामह वृद्ध पितामहीको कारणले गर्दाखेरि उहाँलाई याद आयो आफू म के रहेछु त भन्दाखेरि त म रहेछु भरत नाम गरेको राजा काली गण्डकी नदीको किनारमा म गर्छु राजा राजकाज गर्दो रहेछु अन्तिम समयमा मृग भनेर मरेको कारणले म मृग भएछु तसर्थ अब पुण्य पाउने कसरी मैले मुक्ति पाउने कसरी भुक्ति पाउने कसरी अब मृग भएर म न भगवानको पूजा गर्न सक्छु न भगवानको मन्दिरमा जान सक्छु न भगवानलाई नै हो म पूजा पाठ आदि भजन कीर्तनहरू गर्न सक्छु म सक्दिन्न अन्तिम खुड्किलो भनेको मनुष्य र मान्छे नभइकन मुक्ति भुक्ति हजुर हामीले प्राप्त गर्न सक्दैन अन्तिम खुड्किलोमा पुगिसकेपछि यदि कोही लड्छ फेरि भने मानौ माक्लो तलामा हामी जान लागेका छौँ सिँढी चढ्दै हामी माक्लो तलामा पुग्यौँ र माक्लो तलाबाट हामी लड्यौँ र तल्लो तलामा आएर हात गोडा भाँच्यो भने नरक जानु भनेको हस्पिटलमा गइयो औषधि गरियो उपचार गरियो सारा सम्पूर्ण चिजहरू गरियो त्यसपछि न बाँच्ने हो न मर्ने हो थाहा छैन यदि हामी त्यो अन्तिम खुड्किलो यदि पार गरेर माक्लो तलामा पुग्यौँ भने त माक्लो तलामा के राखेको छ कुन कुनामा के छ सारा सम्पूर्ण चिज हामीले देख्न पाउँछौँ हो त्यही हो वैकुण्ठ त्यही हो
स्वर्ग त्यही नै हो। स्वर्ग जानु भनेको स्वर्ग गइसकेपछि फेरि झर्नुपर्छ हजुर। हाम्रो पुण्य मुक्तिको कारणले गर्दाखेरि स्वर्ग गइन्छ। र वैकुण्ठ जानु भनेको नजन्मनु नमर्नु कुनै पनि गर्नु नपर्ने भएको कारणले गर्दा आज त्यो मृगको ठुलो बथानमा कहिले मृगका साथ रमणा गर्ने श्रेष्ठ मान्तको नाम गरेको जङ्गलमा कहिले यता रमणा गर्नुहुन्थ्यो, कहिले उता रमणा गर्न थाल्नुभयो। र आफ्नो पूर्वजन्म अब मेरो आयु कसरी बिताउने त? अब मृत्यु नभइकन मनुष्य हुन पाइँदैन, मनुष्य नभइकन धर्म कर्म गर्न सकिँदैन। यो तेरो, यो मेरो, यो लाउने, यो खाने यादे कर्म मान्छे नभई गर्न सकिने भएको कारणले गर्दा के गरौँ कसो गरौँ भनेर जस प्रकारले यता त्यो मृगले विचार गर्यो र जङ्गलमा कहिले उफ्रिने बुरुक्क उफ्रिने मृगिणीहरूका साथ खेल्ने र कहिले सुकेको घाँसहरू आदि खाने, कहिले ओलो डाँडा कहिले पल्लो डाँडा सारा गर्दै 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 गरी त्यो ठुलो जुन मृग रहेको थियो त्यो मृग आज जङ्गलमा विचरण गर्दै गयो। अन्तिम समयका बिचमा विचार गर्यो त्यो मृगले जस प्रकारले विचार गर्यो, अब म जब यो प्राणलाई लिएर गएर प्रभु परमात्मामा मैले विलिन यदि गराउन सकिनँ भने अब म के गरौँ कसो गरौँ भनेर जङ्गलमा जब प्रकारले घोडा आफ्ना जुन रहेका छन् ती जुन घोडाका जुन खुरहरू रहेका छन् ती खुरहरू घिसिड्दै त्यो मृगले घिसिड्दै गयो र सुकेको जुन त्यहाँ थियो सल्लीवीर, जुन सल्लीवीर घिसिड्दै गइसकेपछि त्यहाँबाट निक्लियो आगो र आगो निक्लिसकेपछि आफू पनि त्यो मृग जुन थियो मृगको मृत्यु भयो। अरू सारा जति पनि रहेका थिए ती मृत्यु सारा सम्पूर्णको मृत्यु भयो र मृत्यु भइसकेपछि अब जन्म लिनु कहाँ? अब यसरी विचार गर्न थाल्यो। जन्म लिँदाखेरि यदि म अब कहाँ गएर जन्म लिउँ भनेर अंगिरस गोत्रका बीचमा आज 10औं सन्तानको रूपमा जन्म लिनु पर्यो भनेर जब यस्तो प्रकारले विचार ती मृत्यु भएको मृगले विचार गर्दैछ भनेसम्मका चरित्र यी अध्यायमा व्याख्या गरियो। हाम्रो यहाँ संसार के उत्कृष्ट विभिन्न ग्रह तथा राशि अनुसारको रत्नहरू एवं नेपाल भारत इन्डोनेसियामा उत्पादित सम्पूर्ण रुद्राक्षहरू बिक्री वितरण गरिन्छ। प्रोपाइटर काशी प्रसाद पाण्डे, बाबिरा रुद्राक्ष एन्ड मोती भण्डार, गुरुमार्ग पशुपति क्षेत्र। बच्चाको रूपमा जब यस्तो प्रकारले भरत नाम गरिएर नै बच्चा पैदा भए बच्चा पैदा भइसकेपछि दिन बढ्दै 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 जब यस्तो प्रकारले गइसकेपछि पूर्व जन्मको जुन कृतिको कारणले गर्दाखेरि मनमा जुन अब यादहरू आउन थाल्यो। यदि मैले काम गरेँ भने मलाई यो काम लगाउँछौँ, त्यो काम लगाउँछन्, यता लगाउँछन्, उता लगाउँछन्, लगाइसकेपछि मैले काम गर्नुपर्छ भनेर जस्तो प्रकारले विचार भयो। र अनि आज जेठो छोरोले नपढेको, कान्छो छोरोले, माइलो छोरोले नपढेको, साइलो छोरोले नपढेको 10औं छोराको नाम के हुन्छ थाहा छ हजुरहरूलाई? पानी मन्तरे। आज पानी मन्तरे जुन छोरो थियो त्यसलाई चाहिँ पढाउने आज अंगिरस गोत्रका जुन ब्राह्मण हुनुहुन्थ्यो छोरालाई पढाउँछु भनेर विचार गर्नुभयो। बाबु पढ न बा, अब पढ्नुपर्छ, तिमीले पढ जब यस्तो प्रकारले भन्नुभयो। चुडो भयो, उपनयन भयो। जब यस्तो प्रकारले व्रतबन्ध 8 वर्षको उमेरमा व्रतबन्ध भयो। लो बाबु व्रतबन्ध गरिसकेपछि तिमीले गायत्री मन्त्र पढ्नुपर्छ। गायत्री मन्त्र पढ, रट, जप भन्दाखेरि त लो अब ती भरतले भित्रभित्र विचार गरे। आज म राजा थिएँ भरत, आज मैले मृगको पाठोमा आसक्ति भएको कारणले गर्दाखेरि आज म मृग भएर म रहनु पर्यो भने आज यदि मैले पढेँ भने त अझ मलाई काम लगाउँदै जान्छन्, म पढ्दिनँ भनेर जब छुर्काले विचार गर्नुभयो। गायत्री मन्त्र जप भन्दाखेरि त मेरो यो काम बित्या छ भन्ने, यता हिँड्ने उता हिँड्ने, यसो गर्ने उसो गर्ने सारा जब छुर्काले गर्दै गर्दै जानुभयो। ए बाबु मेरो त्यत्रो इच्छा पढाइमा 9 बच्चालाई पढाउन सकेको, पानी मन्तरे छोरो तिमी 10औं गर्भको, तिमीलाई पढाउने मेरो यत्रो इच्छा, तर तिमीले नपढिदिएको कारणले गर्दा ए बाबु तिम्रो नाम भरत होइन, अब नाम राख्नु पर्यो जड भरत भनेर जब प्रकारले नाम राखिदिनु भयो। जड
यो जललाई यता पल्टाएर पल्टिन्छ, उता पल्टाएर पल्टिन्छ, पानीमा लगेर चुप्पले पनि चुप्लिन्छ, आगोमा लिएर गएर हाल्ने पनि हुन्छ। जस्तो जे गरो त्यस्तै नाम तिम्रो। भरत भएन, भरत भए त पढिहाल्थ्यौ नि तिमी। अब तसर्थ तिम्रो नाम जड भरत भन्ने शेषी त भित्रभित्र खुसी हुनुभयो। कालकलाको बात पिता माताको जब यस्तो प्रकारले देहावसान भयो, यसरी देहावसान भयो, माता पिताको देहावसान भइसकेपछि 9वटा दाजु 9वटी भाउजूहरू सारा जब यस्तो प्रकारले यसरी विवाह भएको थियो। विवाह भइसकेपछि समय बित्दै बित्दै गयो। एक समयको कुरा हो, जेठी भाउजूले के भनिछन् त भने, अब तपाईको भाइ जुन कान्छो छ जति खान दियो खानी, 2 किलो दिए पनि ठिक छ, 5 किलो दिए पनि ठिक छ, 10 किलो दिए पनि नाइ नभन्ने जति जड भएर जति पनि खाऊ खाने, मोटो मोटो शरीर हो, काम भन्ने फिटिक्कै नगर्ने, काम नगर्ने लान्छ। खाना चाहिँ जति पनि खाँदै खाँदै जाने। त्यो जेठी बाजुले यस प्रकारले भन्नुभयो, हेर्नुहोस् हजुरका कान्छा भाइ काम पनि छैन, केही पनि छैन, ओरको सामान पर सार्नु पनि छैन, सिङको भाँच्नु पनि छैन, जति दियो त्यति खाएको छ, खाएको छ, खाएको छ, खाएको छ, म चाहिँ पाल्न सक्दिनँ लान्छ है त। आमा बुवा भए पो आफ्नो छोरछोरीलाई चित्त दुख्थ्यो, अर्कालाई किन चित्त दुख्ने? न भाउजू तिनीहरूलाई चित्त दुखेन, नदुखिसकेपछि गएर जडभरत समक्ष गएर जब यस्तो प्रकारले दाजुले जेठो दाइले गएर भन्न थाल्नुभयो, बाबु हेर दाजुभाइ त हामी आफ्ना, अर्काकी छोरी लिएर आएको केही काम गर न बा, काम गर्नुपर्छ, काम गरिसकेपछि मात्रै अनि खाना दिन्छन्। सबैलाई काम प्यारो हुन्छ, माम प्यारो हुँदैन। जसको सीता गायो खायो उसको गीता गायो र लान्छ त। जसको सीता खाइन्छ उसको गीता त गाउनु परिहाल्यो नि। आज महारानी खाएर हामी यहाँ खाइपिकर आनन्द साथ चट्ट बसेका छौँ, आज उहाँकै गीता गाइएन भने त हो त्यस्तै। तसर्थ बाबु आज हेर तिमीले पढ लेख पनि गरेनौ, माता पिताको देहावसान भयो पनि भयो, सारा सम्पूर्ण पनि भइसक्यो। तसर्थ यो जुन कर्म रहेको छ यो कर्म तिमीले गर्नुपर्छ। लौ बाबु भन्दा दाजु के काम लगाउनुहुन्छ भन्दा, तिम्रो शरीर पनि मोटो घाटो छ, असारको महिना आउँदैछ, यो जङ्गलको बिचमा हाम्रो एउटा खेती छ, जाऊ बाबु अब खना, तिमी काम केही पनि गर्दैनौ भनिसकेपछि त हुन्छ ल म गएर खन्छु। तर भन्न थाल्नु बाबु गहिरो पारेर खन्नु, राम्रो पारेर खन्नु, एकदम ठिक पारेर खन्नु नि। फेरि भन्नुभयो हस् दाजु म खन्छु भन्नुभयो, लिनुभयो कुट्टा कोदाला लिनुभयो, बोक्नुभयो, जस प्रकारले खेतमा जानुभयो र खेतमा थिए ठुल्ठुला 2वटा गरा थिए, खन्नु भएछ, खन्नुभयो, बेलुका हस्याङ फस्याङ गरेर धुस्रे मुस्रे भएर आउनुभयो। दाजु मैले खेत खनेर आएँ, कस्तो खन्यो बाबु भन्दा एकदम गहिरो खनी, तर 2वटा गरौँ, एउटा चाहिँ खनिसकेँ, अर्को खन्न बाँकी छ भन्दाखेरि लौ बाबु भनेर अनि भाउजूले त्यो दिन चाहिँ मजासँग टन्न खाना दिनुभयो। जति दियो 10 जनालाई बनाएको दिए पनि पुरै खाइदिने, थोरै दिए पनि खाइदिने, भो कहिल्यै नभन्ने, खाँदै खाँदै जानुभयो। र काम प्यारो भएको हुनाले भाउजूहरू पनि हर्षित हुनुभएछ, खुसी हुनुभयो। लौ त देवरलाई आज खुवाउनुपर्छ भनेर खुवाउनुभयो टन्न। भोलिपल्ट बिहान उठ्नुभयो, एवं क्रमले जानुभयो।